हेलो गाइज, आज चाहिँ हामी स्कुटरमा चाहिँ सुर्खेतदेखि काठमाडौँसम्मको यात्रा चाहिँ सुरु गर्दैछौँ है। बुढाले चाहिँ स्कुटर चलाउँदै हुनुहुन्छ, म चाहिँ पछाडिबाट भिडियो बनाएर इन्जोय गर्दैछु। अहिले चाहिँ हामी सुर्खेतको हर्रे भन्ने डाँडामा छौँ है गाइज। अहिले चाहिँ बिहानको 7:15 बजेको छ र हामी चाहिँ घरबाट 7 बजे निस्केको 15 मिनटमा हामी चाहिँ हर्रे भन्ने ठाउँमा चाहिँ पुगेका छौँ। हामी चाहिँ काठमाडौँसम्मको यात्राको भिडियो बनाउँदै तपाईँहरूलाई देखाउँदै इन्जोय गर्नेछु। लास्टसम्म भिडियो हेरेर साथ दिनुहोला। यता चाहिँ राष्ट्रिय निकुञ्जभित्र चाहिँ हाम्रो टाइम कार्ड लिँदो रहेछ। टाइम कार्ड लिइसकेपछि चाहिँ त्यही टाइममा पुग्नुपर्ने भएर चाहिँ बाइकहरू गाडीहरू चाहिँ एकदमै स्लो चलाउँदो रहेछ है। लगभग सबैको चाहिँ 10-15 मात्र थियो, स्पिड धेरै थिएन है। सबै एकै साथ चाहिँ गएको थियो है। सर लाएर है बिस्तारै फाइनल्ली चेकपोस्ट आयो र हाम्रो टाइम कार्ड पनि अब सकिन्छ। टाइम कार्ड सकेपछि हेर्नु पाइयो। हाम्रो पछाडि देखिएको बजार चाहिँ भालुबाङ हो। त्यहाँबाट चाहिँ प्युठान, रोल्पा र सुर्खेत जाने बाटो छुट्टिन्छ। धेरै छैन, 45 मिनट जति लाग्छ। बाटो राम्रो छ भनेर भनेको भए चाहिँ हामीले सोधेको बाटो छ, त्यही भएर चाहिँ हामी हाइवे छोडेर यताबाट जाने भनेर चाहिँ छिरेका छौँ है। त्यो बाटो चाहिँ ठिकै छ, अहिलेसम्मलाई चाहिँ पिच नै रहेछ है। म चाहिँ आज छठकै दिनमा यात्रा गर्दैछु, त्यही भएर चाहिँ तराईको बाटोमा मैले चाहिँ छठको तयारी गर्दै गरेको दृश्य पनि देखेँ। एकदमै मन खुसी भयो है। मैले सुनेको मात्र थिएँ हाम्रो पहाडतिर मनाउँदैन, त्यही भएर आज प्रत्यक्ष देखेको भए चाहिँ एकदमै खुसी छु। टाइम भएको भए चाहिँ म चाहिँ झरेर एकछिन चाहिँ म रोकेर है बाइक स्कुटर रोकेर चाहिँ हेर्ने थिएँ, तर चाहिँ हेर्न मिलेन। तर पनि खुसी छु, यतिको देख्न पाउँदा चाहिँ एकदमै धेरै खुसी छु गाई। यस्तै खोज्नुपर्ने रहेछ। मेन आउने भनेको यहीँ हो क्या, लुम्बिनी भन्ने बित्तिकै। हामी चाहिँ स्तुपा भनेर खोजिरहेका थियौँ। यसलाई चाहिँ व्हाइट टेम्पल भनेर भन्दो रहेछ। हामी चाहिँ यहाँ पनि गएर सर एकछिन घुम्यौँ है। हाम्रो हालत यस्तो छ गाई। हामी चाहिँ व्हाइट टेम्पलबाट आइसक्यो। अब व्हाइट टेम्पलबाट चाहिँ हामी मेन के अरे खोज्दैछौँ के मायादेवीको मन्दिर। यही हो र होइन, हामी अघि आएको बाटो के मायादेवी टेम्पल यतै हो र? मायादेवी मन्दिर यतै हो र? हो। मलाई चाहिँ दिदीहरूले बाटो सिकाइदिनु भयो। पछाडिबाट अगाडिबाट हजुर हो कहाँ रे? अहिले चाहिँ हामी मायादेवी मन्दिर यता छ है। मायादेवी मन्दिर जाँदैछौँ। यहाँ लुम्बिनी लेखेको रहेछ। यता चाहिँ हामीले फोटो खिच्यौँ। फोटो खिचेर अब मायादेवी मन्दिर जाँदैछु। यहाँ बुढोको हालत थिएँ। अघि चाहिँ स्कुटरमा मैले बोकेको थिएँ, अहिले चाहिँ बुढोले बस्ने गाउँ थाहा छैन। घुमेछ कति बजेसम्म घुम्ने हो। खुट्टा यस्तो दुखिरहेछ।
हामीले चाहिँ अँध्यारोमा भए पनि बोटिङ गऱ्यौँ है। त्यसपछि हामी लाग्यौँ भैरवातिर। भैरवामा चाहिँ यो लुम्बिनी गेट हो है गाइस, कति राम्रो रहेछ लुम्बिनी गेट। हामी चाहिँ लुम्बिनीमा बस्यो भने चाहिँ ढिला हुन्छ भनेर चाहिँ भैरवा गएको हो। भैरवाबाट बिहानै चाहिँ हामी काठमाडौँ जानु छ। सो गाइस यहाँ अगाडि चाहिँ बुद्ध चोक छ है, अगाडि लाइटहरू बलिरहेको चाहिँ बुद्ध चोक हो। यहाँनिर चाहिँ बुद्धको सानो ऊ पनि छ, हेर्नु त, यो चाहिँ बुद्ध चोक हो गाइस। हामी चाहिँ भैरवा पुग्यौँ। हामी चाहिँ भैरवाबाट बिहान हिँडेर चाहिँ लगभग हामी चाहिँ दाउन्ने मिस्यौँ है। भैरवाबाट चाहिँ दाउन्नेबाट फेरि हामी चाहिँ चितवन गयौँ। चितवन हामी नारायणघाट पुगेपछि नारायणघाटको चाहिँ नारायणीमा हामी बोटिङ गर्ने भनेर गएका थियौँ। तर त्यहाँ चाहिँ एकदमै हावाहुरी लाएर चाहिँ हामी त डर लाएर फर्केर आयौँ। हामीले चाहिँ त्यहाँ बोटिङ गर्न मिलेन, पाएनौँ भनौँ है। अहिले चाहिँ पाउने 1 भएको छ। हामी चाहिँ हेटौडाबाट जाने भनेर चाहिँ यता चितवनबाट बाटो छुटेर यता अर्को बाटो आइरहेछौँ। हेटौडा जाने बाटो पुग्लिङको बाटो गएनौँ है। हामी चाहिँ पानी परिरहेछ, बाटो कस्तो छ लाग्यो। त्यही भएर चाहिँ हामी हेटौडा भनेर नमानेर जाने भनेर लाग्छ। है कस्तो छ गाइस हेटौडाको बाटो है। फर्स्ट टाइम जाँदैछु है म हेटौडाको बाटो चाहिँ। हामी चाहिँ सुर्खेतबाट स्कुटरमा आएको है। यहाँको स्कुटरलाई पुरै ब्यान्डेज लगाएर आइरहेको छ। हेर्नुहुन्छ भने हेर्नुहोस्। हामीले स्कुटरलाई कस्तो हालतमा लिएर आएको सामान चाहिँ केही पनि पुगेन होइन। एउटा जस्तो एउटा ब्याग छ है। अरू ठिकै छ। पानी पऱ्यो भने चाहिँ अलि बेचक होला जस्तो छ। पानी नपऱ्यो त ठिकै हो। बेलुकासम्म पुगिन्छ कि 6-7 बजेभन्दा पछाडि नै हुन्छ होला काठमाडौँ पुगाइ चाहिँ। यहाँबाट ठ्याक्क 80 किलोमिटर त नारायणघाटबाट होइन त हामी आएको यता। नारायणघाटबाट हामीलाई चाहिँ पौने 2 घन्टा लाग्छ होला भनेको थियो। हामी स्कुटरमा भएर होला ठ्याक्क 2 घन्टा लाग्यो हेटौडा पुग्न। अब यहाँबाट काठमाडौँ चाहिँ 80 किलोमिटर छ। अब हामीलाई 3 घन्टाभन्दा अलि धेरै नै लाग्छ होला है। यो चाहिँ हाम्रो हेटौडा बजार। घाटबाट चाहिँ यहाँ त खरानी भएको रहेछ। खरानी यहाँ लौ यो त अब पुरै भित्काएर बनाउनु पर्छ। यस्तो बनाइदिएको रहेछ है हेटौडाको। हामी हेटौडाबाट बजारबाट चाहिँ निस्क्यौँ। अब जानुपर्ने त्यही डाँडैमा हो कि माथि। अब बतासेबाट ओह्रालो झर्दै भीमफेदीबाट लागेको उकालो माथि बतासे पुग्दो रहेछ। बतासे भन्ने ठाउँबाट ओह्रालो झरेर फर्पिङतिर जाने। अब हामी काठमाडौँ छिर्दाखेरि जहिले पनि थानकोटबाट छिरिन्थ्यो। थानकोटबाट उकालो लगाएर माथि काठमाडौँ पुगिन्थ्यो भने अब हामी यहाँबाट ओह्रालो झरेर काठमाडौँ जाने भने चाहिँ कतिको हाइटमा हुँदो रहेछ है यो चाहिँ। त्यही भएर नै चिसो भएको होला यति हाइट भएर। कति हो पो यही माथि छ ड्याम होला नि। म गएको अब के कस्तो ढुङ्गै ढुङ्गा राखेको चाहिँ यही छोड्छ।
ड्याममा हेर ओ माई गॉड ड्याम पनि हेर्यो है ड्याम त भेटा ऊ परको चाहिँ भेटा हाम्रो यताबाट अब काट्नु पर्ने बाटो ठुलो गाडी जान नमिल्ने रहेछ बाइक जाने मात्र रहेछ है अब यहाँबाट अब एक्लै परिन्छ कि जस्तो पो छ त मान्छे छैन अहिले चाहिँ बेलुका 5 बजे छ ए अनि यहाँबाट चाहिँ बल्कु जान चाहिँ ठ्याक्क 25 किलोमिटर भनेर देखाएको छ है यहाँबाट चाहिँ 25 किलोमिटर अनि खेतहरू जस्तो सानो हुँदो रहेछ अनि यसमा चाहिँ फुलहरू प्रायः फुलहरू र माथि माथि डाँडा भने फापर देखेको थिएँ मैले फापरमा थिएँ अनि चिसो त पनि चिसो अति नै चिसो छ यो मिरर फुटालेको रहेछ हेर्ने अब यहाँबाट चाहिँ फर्पिङ पुग्न चाहिँ 9 किलोमिटर रहेछ अझै हामी फर्पिङ पुगेको छैनौँ फाइनली हामी चाहिँ फर्पिङ हुँदै दक्षिणकाली पुगिसक्यौँ गाइज है दक्षिणकाली कटिसकेपछि चाहिँ लगभग अँधेरो भइसक्यो कारणले चाहिँ मैले त्यहाँदेखि यता चाहिँ भिडियो बनाएन लगभग हामी चाहिँ 6:30 बजे चाहिँ हामी बालाजु पुगिसकेको थियो टाइम चाहिँ मैले 7 बजीतिर पुग्छ होला भनेर यसो गेस गरेको थिएँ तर हामी 6:30 बजे बालाजु पुगेका थियौँ गाइज आजलाई यति नै भिडियो हेरेर इन्जोय गर्नु होला बाई बाई सी यू नेक्स्ट भिडियो